चाहिँ हाम्रो गाउँ रहेछ। अब हाम्रो यहाँको जनसङ्ख्याको हिसाबले हामी 37% छौँ र विशेष गरी यो माघी महोत्सव हाम्रो यो बर्गर ऐन लागू भएदेखि हाम्रो यो दोस्रो चाहिँ माघ महोत्सव चाहिँ हाम्रो बैजनाथ गाउँपालिका वडा नम्बर 3 सुतैयाको हाम्रो फिल्ड ग्राउन्डमा चाहिँ हामी गर्ने निर्णय गरेका छौँ। अहिले चाहिँ हामी यो संस्थागत रूपमा यो सङ्गठन सबै वडामा सङ्गठन छ। बर्गर ऐन अनुसार सबै वडामा सङ्गठन छ। त्यसपछि हाम्रा यो बैजनाथ स्तरीय कमिटी छ। त्यसपछि वडा 8वटा वडा हो। यसमा 8वटा वडामा 8वटा वडामा चाहिँ हाम्रो वडा विधान अनुसार हाम्रो चाहिँ बर्गर विधान अनुसार वडा बर्गरहरू पनि छन्। वडा बर्गरका चाहिँ कमिटीहरू पनि छ। अब हामीले चाहिँ यस खास विशेष अब सबै गाउँ हाम्रो संस्थागत रूपमा दर्ता हुनुपर्छ र विशेष गरी हाम्रो यो कला संस्कृतिलाई पुष्टान्तनलाई चाहिँ हामीले हस्तान्तरण गर्नु पर्यो, पुस्तालाई हस्तान्तरण गर्नु पर्यो भन्ने हिसाबलाई संरक्षण र सम्वर्धनको साथै पुस्तालाई हस्तान्तरण गर्ने एउटा चाहिँ उद्देश्यका साथमा र हामीले यो चाहिँ उत्पादन मात्रै होइन, हाम्रो सांस्कृतिक र सामाजिक विकासलाई चाहिँ अलिकति अगाडि बढाउनको लागि हाम्रो संस्कृति उत्पादनसँगै जोडेको हुन्छ। हाम्रो संस्कृति उत्पादनसँगै जोडेको हुन्छ। उत्पादनसँगै हामी यसलाई लैजाने हो। संस्कृतिको विकास पनि गर्ने अनि उत्पादनलाई चाहिँ अलिकता हाम्रो पहिलेदेखि आएका पुर्खाहरूले गरेका चिजहरू जो उत्पादन हो त्यसलाई चाहिँ एकदमै व्यवहारिक छ र त्यो लोप हुँदैछ। त्यसकारणले अब हामीलाई यसलाई चाहिँ लोप भएका कला संस्कृतिहरूलाई चाहिँ नयाँ पुस्तालाई चाहिँ दिने र यो बैजनाथ गाउँपालिकामा भएका हाम्रा चाहिँ कला संस्कृति, खानपिन, कृषि हरेक चिजदेखि विभिन्न किसिमका जुन समस्या छ हामीले चाहिँ यो संस्थागत रूपमा पहिला नम्बर त हामी संस्थागत रूपमा गर्नको लागि बर्गर दर्ता चाहिँ गाउँ पहिला दर्ता गर्ने प्रक्रिया थिएन। अब यो हाम्रो बर्गर ऐन लागू भएदेखि हामीले चाहिँ सबै गाउँ चाहिँ संस्थागत रूपमा दर्ता हुनुपर्छ। दर्ता भइसकेपछि हाम्रो चाहिँ विभिन्न राज्यमा जो पहुँच हाम्रो कमजोरी छ हाम्रो समुदायमा सामाजिक रूपमा, आर्थिक रूपमा, सांस्कृतिक रूपमा राज्यसँग जोडेका कुराहरू, राजनीतिक रूपमा जोडेका कुरा हाम्रो पहुँचमा कमजोरी छ। त्यो पहुँचको कमजोरीलाई हाम्रो चाहिँ राज्यले पनि सुनोस् र यो हाम्रो कला संस्कृतिलाई चाहिँ उत्पादनको साथमा उत्पादन सँगसँगै संस्कृतिको चाहिँ विकासमा राज्यले ध्यान दियोस् भन्ने चाहिँ हाम्रो चाहिँ माग हो। र हाम्रो यो चाहिँ माघी यो प्रत्येक वर्ष नयाँ वर्षको रूपमा हामीले लिन्छौँ। अहिले हाम्रो 2649 चाहिँ माघीको पावन अवसरमा हामीले चाहिँ खास गरी चाहिँ यो महोत्सव राखेका छौँ। हाम्रा यस महोत्सवमा सांस्कृतिक वर्षभरिमा गाउने गीत बाँस हरेक सिजन अनुसारका गीत बाँस, माँगर, सजना, धमार, गीत बनगीतवा अनि त्यसपछि तपाईँका के अरे जति पनि छन् ढुङ्ग्रु डफहरू भयो, झुम्रा गीतहरू भयो, हुर्दुङ्गवा नाच भयो, सखिया नाच भयो, विभिन्न छन्। हाम्रा चाहिँ लगभग 40वटा चाहिँ नाच हाम्रो 2 दिनमा हामीले चाहिँ यो सांस्कृतिक रूपमा हामीले चाहिँ त्यो झलक देखाउँछौँ र झलक हामी देखाइसकेपछि यसलाई चाहिँ यो हाम्रो संस्कृतिलाई अलिकता हामीले चाहिँ व्यवस्थित गर्नको लागि चाहिँ हाम्रा युवाहरूले त त्यो कुराहरू चाहिँ लिनुहुन्छ तर पछि त्यसलाई हामी त्यो चिजलाई हामी हाम्रा खानपिनदेखि हाम्रो लगाउनेदेखि हाम्रा गीत बाँस हरेक चिजलाई अलिकता व्यवसायीकरण पनि उत्पादन गरेर पनि यसलाई व्यवसायीकरणमा लैजाने अलिकता हाम्रो त्यसलाई चाहिँ ज्यालामा रूपान्तरण गर्ने
शिल्पकलालाई पनि हामीले चाहिँ अलिकति हाम्रो भएका शिल्पकलालाई चाहिँ लोप हुँदै गएको छ त्यसलाई चाहिँ हामीले संरक्षण पनि गर्ने र चाहिँ त्यसलाई व्यवसायीकरण पनि लैजाने। त्यस कारणले चाहिँ उत्पादनसँग हाम्रो चाहिँ संस्कृतिलाई चाहिँ जोड्ने मूल उद्देश्यका साथ उत्पादनको साथमा हाम्रो संस्कृतिलाई जोड्ने। त्यस कारण पहिला यो सबै चलन थिएन, किनभने पहिला हाम्रो चाहिँ आजकल त के हो, पाहुना आएपछि तपाईँको चाहिँ पानीको ठाउँमा कोक खुवाउँछौँ हाम्रो चाहिँ यो चाहिँ विकृतिहरू हो। कतिपय धेरै विकृतिलाई चाहिँ हामीले चाहिँ त्यसलाई अन्त गर्ने हैन। त्यसपछि राम्रा कुराहरूलाई हाम्रो उत्पादनमा हामी चाहिँ त्यसले जोडेर चाहिँ हामी लैजाने र संस्कृतिको विकास गर्ने चाहिँ सन्देशको साथमा यो हाम्रो दोस्रो चाहिँ माघ महोत्सव यो बैजनाथ स्तरीय हुँदैछ। यसमा सफल बनाउनका लागि सम्पूर्ण बर्गर सञ्जालहरू छ। यो अझै पनि राम्रोसँग हाम्रो यो सञ्जाललाई हेर्ने दृष्टि र हाम्रो चाहिँ भूमिपुत्रले हेर्ने दृष्टि राज्यसँग अलिकता धेरै आकाश पाताल हामीले चाहिँ मानेका छौँ। त्यस कारणले चाहिँ हाम्रो हरेक क्षेत्रमा चाहिँ हाम्रो पहुँच चाहिँ हुनुपर्दछ, किनभने हाम्रा चाहिँ यो भूमिपुत्र भनेको हामीले कृषिमा निर्भर एउटा समुदाय हो, भूमिपुत्र पनि हो र कृषिमा निर्भर समुदाय पनि हो। त्यसमा हामीले गर्दै आएका खेतीपाती र हरेक चिज क्रियाकलाप पनि एकदमै चाहिँ तपाईँको चाहिँ वैज्ञानिक छ। त्यस कारणले चाहिँ जो लोप हुँदै गएका चिजलाई पनि हामीले त्यसलाई हामी सृजनशील रूपमा चाहिँ हामीले चाहिँ प्रचार गर्नुपर्छ। युवालाई चाहिँ हामीले चाहिँ सन्देश दिनुपर्छ, हाम्रा कुराहरू राम्रा छ, पुर्खाले गरेका कुराहरू राम्रो छ, अब यो कुरालाई हामीले चाहिँ लोप हुन दिनु हुँदैन, हाम्रा युवाले चाहिँ यसलाई चाहिँ अँगाल्नु पर्दछ भन्ने सन्देश हामी चाहिँ युवा पिँढीलाई दिन चाहन्छौँ र संरक्षण पनि गर्न चाहन्छौँ, सम्वर्धन गर्ने चाहन्छौँ। राज्यसँग यो कुराले जोडेर राज्यले पनि यो यस्तो किसिमको योजना जो तिनै तहमा चाहिँ जो सरकार छ त्यो सरकारले पनि सुनोस् र सुनेर खाली चाहिँ यो राजनीतिक दलहरूले या हाम्रा संविधानले भनौँ जो हाम्रो चाहिँ समुदायसँग हामीले यो गर्छौँ त्यो गर्छौँ उहाँहरूको भन्ने त्यो कुराहरू हो, तर पनि एक्चुअल रूपमा चाहिँ अब हाम्रो समुदायप्रति हेर्ने सकारात्मक भावना हुनुपर्छ। राजनीतिक क्षेत्रको पहुँच यहाँ कमजोरी छ, हाम्रो छ सांस्कृतिक संरक्षण सम्वर्धनको चाहिँ क्षेत्रमा चाहिँ पहुँच कमजोरी छ। योजनाहरू स्थानीय सरकारले पनि ल्याइराखेका छन् राम्रा, तर पनि अझै यो भन्न हामीसँग सरसल्लाह लिएर चाहिँ स्थानीय सरकार, केन्द्र सरकार, प्रदेश सरकारले चाहिँ संस्कृतिलाई चाहिँ जगेर्न गरिदियो भने, संरक्षण गरिदियो भने पक्कै पनि हामीले चाहिँ अरूको संस्कृतिले हामी अँगाल्नु पर्दैन। हामीले चाहिँ विभिन्न किसिमका विकृतिका संस्कृतिहरू छन् हो, हामीले चाहिँ खानपिन हरेक चिज यसैमा छ, खानपिन, बस्ने या नाचगान, गीत बजान सबै हाम्रा चाहिँ एउटा चाहिँ भूमिपुत्रको एउटा चाहिँ एकदमै वैज्ञानिक छ। त्यस कारणले चाहिँ हामीले त्यो कुराहरू कतिपय नकारात्मक कुराहरूले चाहिँ त्यसलाई फाल्ने, विकृतिलाई चाहिँ फाल्ने र हामीले चाहिँ राम्रो कुरालाई चाहिँ अँगाल्ने हिसाबले चाहिँ हाम्रो यो बर्गर सञ्जालले एउटा सन्देशमूलक चाहिँ एउटा यहाँ हामी 2 दिनमा चाहिँ प्रस्तुत गर्दछौँ कार्यक्रम र जुन किसिमको डान्स सो हो यस्ता सो यहाँ बिल्कुलै चाहिँ एलाउड हुँदैन। हाम्रा चाहिँ जे हामीले टिपिकल हामीले जे नाच्छौँ गान्छौँ हरेक सिजनमा चाहिँ तपाईँ सजनादेखि लिएर मागरदेखि लिएर विवाह भोज हरेक वैशाखमा गाउनेदेखि लिएर तपाईँको बर्खामा गीत गाउनेदेखि जति पनि छ हाम्रा गीत बाँस गान बजान छन् यी सबै कुराहरू यहाँ प्रस्तुत हुन्छन् र हामीले चाहिँ आफ्नै पनि अब आफ्नै यो बर्गरको चाहिँ एउटा कमिटीले चाहिँ यसमा अलिकता हाम्रो स्थानीय सरकारले पनि हामीलाई चाहिँ थोरै जुन किसिमले चाहिँ सहयोग गरेर चाहिँ सपोर्ट पनि गरेको छ, तर पनि भन्या जति सही सपोर्ट चाहिँ पाएका छैनौँ। तर पनि अन्य यो कुरा सकारात्मक छ भन्ने हिसाबले विभिन्न चाहिँ व्यावसायिक रूपमा व्यापारीहरू भयो, निर्माणकर्ताहरू भयो, अलि चाहिँ समाजसेवीहरू हो, उहाँहरू चाहिँ हाम्रा चाहिँ यो कार्यक्रम सकारात्मक छ, राम्रो छ, यसलाई हामीले सबैले चाहिँ साथ दिनुपर्छ हिसाबले भन्ने हिसाबले उहाँहरू चाहिँ साथ सपोर्ट गर्नुभएको छ। उहाँहरूलाई म धेरै मुरी धन्यवाद दिन चाहन्छु र स्थानीय सरकारलाई पनि धन्यवाद दिन चाहन्छु। आगामी